नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरस्वती लामा। न्यूज सुरु गरौं कांग्रेसको पदाधिकारीको बैठक आज बस्ने सम्बन्धी प्रसंगबाट। संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाको बारेमा धारणा बनाउन नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले दिउँसो 2 बजे बुढा नीलकण्ठ स्थित निवासमा पार्टीका पद अधिकारी, पूर्व अधिकारी तथा प्रभावशाली नेताहरूलाई छलफलको लागि बोलाएका हुन्। फागुन 23 गते बस्ने संसद बैठकमा कुन रूपमा प्रस्तुत हुने भन्ने बारे पदाधिकारी बैठकले तय गर्नेछ। शीर्ष नेतामा धारणा तय गरेर संसदीय दल र केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी कांग्रेसको छ। संसदीय दलको बैठक शुक्रबारको लागि बोलाइएको छ भने केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ। अब पार्टी सरकारमा जाने वा प्रतिपक्षमै रहने भन्ने बारे अहिले कांग्रेसभित्रै मत विभाजित छ। आज देशैभरिका अदालतहरू बन्द हुने भएका छन्। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधनमा शोक मनाउन देशैभरिका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधिकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभएको छ। पूर्व प्रधान न्यायाधीश सिंहको अस्ति निधन भएको थियो। 2052 सालको असोज 10 गते प्रधान न्यायाधीश पदमा नियुक्त हुनुभएका उहाँले 2053 फागुन 3 गतेसम्म कार्यभार सम्हाल्नु भएको थियो। यसैबीच आज अदालत बन्द हुने भएसँगै नेकपा नामको विवादमा फैसला आउने मिति पनि पछि सरेको छ। यसअघि गएको बिहीबार सर्वोच्च अदालतले आज नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारूढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी नेकपा नाममा दर्ता भएको थियो। तर निर्वाचन आयोगमा यसअघि नै ऋषिराम कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम भएको थियो। यसबारेको विवादको फैसला आज सुनाउने सर्वोच्च अदालतले तयारी गरेको थियो। सर्वोच्च अदालतले बिहीबार देशैभरिको अदालतमा बिदा दिने निर्णय गरेको छ। पूर्व प्रधान न्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशैभरिको अदालतमा शोक बिदा दिने निर्णय गरेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सहितको सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालतहरू न्यायाधिकरण शोक बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारी र सदस्यहरूलाई नियुक्ति पत्र हस्तान्तरण गरेको छ। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उनीहरूलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। नियुक्ति पत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले दलितहरूको पहिचान र अधिकार संरक्षित गर्न समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ। प्रदेशमा रहेका 18% दलित समुदायको पहिचान र अधिकार संरक्षित गर्नको लागि सरकारले दलित सशक्तिकरण ऐन ल्याएको जानकारी दिनुभयो। 21औं शताब्दीमा पनि छुवाछुत जस्ता अमानवीय व्यवहार झेलिरहेका दलित समुदायको अझै राज्यको निकायमा नेतृत्व हुन नसकेको जिकिर मुख्यमन्त्री राउतले गर्नुभयो। दलित विकास समितिलाई हर सम्भव सहयोग गर्ने जानकारी दिँदै उहाँले तत्काल कार्य अगाडि बढाउन निर्देशन समेत दिनुभएको छ। समितिमा प्रतिनिधित्व हुन नसकेको दलित समुदायको पनि सम्मान गरेर अगाडि बढाउन मुख्यमन्त्री राउतले समितिलाई निर्देशन दिनुभयो। महोत्तरीको बर्दिवास 9 पशुपति नगरमा तरकारी संकलन केन्द्रको शिलान्यास गरिएको छ। तरकारी संकलन केन्द्रको शिलान्यास बर्दिवास नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष टेकवीर रखालले गरेका हुन्। बर्दिवास नगरपालिका वडा नम्बर 9, पशुपति नगर वडा नम्बर 6, 7 किसान नगर र आसपासका किसानलाई लक्षित गरी उनीहरूले उत्पादन गरेको फलफूल तथा तरकारीको सहज संकलन र बिक्रीका लागि निर्माण गर्ने उद्देश्यले सो संकलन केन्द्रको शिलान्यास गरिएको हो।
तरकारी संकलन केन्द्रको शिलान्यास कार्यक्रममा स्थानीय राजनीतिक दल हेफर इन्टरनेसनल नेपाल जनकपुरका समन्वय प्रबन्धक दिपेश पोखरेल र जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवको उपस्थिति रहेको थियो। व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसानहरूलाई लक्षित गरी निर्माण गर्न लागि तरकारी संकलन केन्द्रको लागि आर्थिक सहयोग गर्न ओडा कार्यालय तयार रहेको ओडा अध्यक्ष टेकवीर रखालले बताउनु भएको छ। उहाँले तरकारी संकलन केन्द्रका लागि अपुग रकम उपलब्ध गराउन नगर, प्रदेश र संघीय सरकारलाई अनुरोध गरेर तरकारी संकलन केन्द्रको काम अगाडि बढाइने प्रश्न पार्नुभयो। यसै आर्थिक वर्षदेखि सञ्चालनमा आउने लक्ष्य राखिएको तरकारी संकलन केन्द्र निर्माणका लागि पशुपतिनगर सामाजिक उद्यमी महिला सहकारी संस्था बर्दिवास नगरपालिका 9 मोहत्तरीबाट 3,50,000 र जनजागरण युवा क्लब 12बाट 3,50,000 गरी 7 लाख रकम विनियोजन गरिएको छ। किसानहरूका उत्पादन बजारसम्म पुर्याउने र आय आर्जनका लागि तरकारी खेती कार्यक्रम सञ्चालन गर्ने जनजागरण युवा क्लब 12का परियोजना संयोजक राम कृपाल शाहले बताउनु भएको छ। उहाँको अनुसार हेफर इन्टरनेसनल नेपाल र जनजागरण युवा क्लब 12को 19 लाखको संयुक्त लगानीमा आय आर्जनको लागि तरकारी खेती लगायतको विभिन्न कार्यक्रम अगाडि सारिएको तथा कृषकको क्षमता विकासको लागि तरकारी तथा नर्सरी व्यवस्थापन, बिरुवा संरक्षण तालिम, कम्पोस्ट मल बनाउने तालिम र आइइपिएम सामग्री सहयोग जस्ता कार्यहरू आयोजनामा रहेको प्रश्न पार्नुभयो। सरकारमा सिराहामा भोजको कारण एक विद्यालय बन्द गरेका छन्। कोरोना भाइरसको कारण विद्यार्थीहरूको पठन पाठन लामो समयदेखि प्रभावित नै थिए। सरकारको लगानी बालुवामा पानी खनाए जस्तै बनेको छ। बरियारपट्टी गाउँपालिका वडा नम्बर 3 का एक विद्यालय बुधबार नै सार्वजनिक बिदा नभए पनि श्री सरस्वती प्राथमिक विद्यालय बन्द छन्। स्थानीयले जानकारी गराएपछि बिहान 12 बजे टुडेको टिम पुग्दा विद्यालय बन्द थियो। यस सम्बन्धमा प्रधानाध्यापक परीक्षण यादवले भने, आज मेरो छोराको विवाह भएको कारण विद्यालयको स्थानीय बिदा बाँकी रहँदा यसै बिदा कटिने गरेर बुधबार बिदा गरेको छु। बरियारपट्टी गाउँपालिका शिक्षा शाखा प्रमुख पदासी यादव तालिममा हुँदा सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। जनता माध्यमिक विद्यालय बरियारपट्टीको प्रधानाध्यापक तथा स्थानीय वीरबल यादवले भने, आज त कुनै सार्वजनिक बिदा छैन। विद्यालयका प्रधानाध्यापक परीक्षण यादवको छोराको आज बिहे भएको कारण स्थायी बिदा मिलाएर विद्यालय बन्द गरेको हुन सक्छ। स्थानीय बबिता यादवले भने, विद्यालय सरकारको नामको लागि मात्रै खोलेको छ। भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल एसएसबीको कुटनी युनिटको संख्यालाई बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ। एसएसबीका उच्च अधिकारीलाई उद्धृत गर्दै इन्डिया टुडेले प्रकाशित गरेको समाचार अनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप 13,000 फौज खटाउने निर्णय गरेको छ। सीमा क्षेत्रमा सुरक्षालाई अझ सुदृढ बनाउन सो निर्णय गरेको हो। निर्णय अनुसार अब नेपाल र भुटानसँगको सीमा क्षेत्रमा एसएसबीका 12 युनिट खटिनेछन्। यसैगरी नेपाल भारत सीमामा रहेका 4वटा एकीकृत जाँच केन्द्र आइइसिपी 558 पोस्ट थप गर्ने प्रस्ताव पनि भारतीय गृह मन्त्रालयले स्वीकृति दिएको छ। 4 आइइसिपी मध्ये अहिले जोगबनी र रक्सौल सञ्चालनमा आएका छन्। अहिले एसएसबी बीचको संख्या 90,000 रहेको छ, जो नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएका छन्। त्यसैगरी भारतीय गृह मन्त्रालयले इन्डो तिब्बतियन बोर्ड पुलिसको संख्या समेत 10,000ले बढाउने निर्णय गरेको छ। सो पुलिस भारत चीन सीमा क्षेत्रमा खटिएको छ। पछिल्लो वर्षहरूमा भारतले नेपालको सीमा क्षेत्रमा सुरक्षा र अन्य पूर्वाधारहरू सबल बनाउँदै लागेको छ। यसैगरी चीनसँग तनाव बढेसँगै चीनसँगको सीमा क्षेत्रमा सुरक्षा फौज बढाउँदै लगेको छ।
हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।